ल अहिले हामी हेम्जाको रोडमा छौँ। हेम्जा आलु खेतीको लागि एकदमै पपुलर डेस्टिनेसन हो। एकछिनपछि हामी मिलनचोकमा पुग्छ। हाम्रो यात्रा चाहिँ घाचोकसम्म हुनेवाला छ। आज घाचोक चाहिँ 45 मिनट लाग्छ के अरे टाइम। यो हाम्रो पुरानो घर, यो चाहिँ घरबारी चाहिँ घाचोक। आज अलि हिमाल खोले छैन होइन, आकाश खोले छैन, नत्र त्यहाँ कस्तो दामी देख्थ्यो है। अन्त त्यहाँ देख्थ्यो माछा पुछ्रे, त्यो सरीपाखा भयो। यो चाहिँ पुरानो घर, 50-60 वर्ष त भयो यो घर। त्यहाँ भाइखलकको समाज घर। सुरु भयो है त हाम्रो यात्रा। हाम्रो यात्रा चाहिँ आज घाचोकदेखि के अरे घाचोकसम्म हुनेछ। घाचोक त कति 45 मिनटमै पुग्छ यहाँबाट। बाटो राम्रो छ। घाचोक चाहिँ 45 मिनटमै पुग्छ। अब हेरौँ आज मौसम पनि राम्रो छ, कस्तो हुँदो रहेछ। कति वर्ष लाग्यो बाटो बनाउनु? यो बाटो 10 वर्ष त लाग्यो। 10 वर्ष लाग्यो र। हाम्रो घर बनाउने बेलामा त्यो पुल सुरु गर्नु लाग्थ्यो, अलि 8-10 वर्ष। 8-10 वर्ष त लाग्यो होला। यहाँ पनि अर्को पुल बनाउँदै रहेछ नि है, दुईवटा पुल। यो पुल फेरि बन्द गर्छ होला। अहिले चाहिँ हामी याम्दी आइपुगेछौँ, याम्दी स्विमिङ पुलनिर। ल अहिले बुद्धचोक आइपुग्यो हामी। बुद्धचोक भन्नाले फेरि वहाँ तल रामघाट पनि एउटा बुद्धचोक छ। यो चाहिँ हेम्जाको बुद्धचोक भन्छ। ल अहिले हामी हेम्जाको रोडमा छौँ। हेम्जा आलु खेतीको लागि एकदमै पपुलर डेस्टिनेसन हो। एकछिनपछि हामी मिलनचोकमा पुग्छ। हाम्रो यात्रा चाहिँ घाचोकसम्म हुनेवाला छ। आज घाचोक चाहिँ 45 मिनट लाग्छ के अरे टाइम। अहिले चाहिँ मिलनचोक, यहाँबाट बागलुङ कति रहेछ? 61 किलोमिटर रहेछ बागलुङ। जोमसम जाने पनि यहीँबाट होइन र? हजुर, बागलुङ कति किलोमिटर छ भने? 61। अब हामी मिलनचोक आइपुगेछौँ। मिलनचोकबाट अब हामी राइट लिनुपर्छ। यताबाट खुमाई ट्रेक भन्ने धेरै नै पपुलर छ। ब्लाङ घलेल पनि यहीँबाट जाने हो, धम्पुस पनि यहीँबाट हो, खुमाई डाँडा पनि यहीँबाट हो। अनि मर्दी हिमाल ट्रेक भन्ने थाहा छ? मर्दी हिमाल ट्रेकको त्यो बेससम्म कालीमाटी भन्दो रहेछ नि, त्यो पनि यहीँबाट रहेछ। कालीमाटी भन्दो रहेछ के, त्यहाँसम्म
जिपहरू जाँदो रहेछ अनि त्यहाँबाट फेरि फुड ट्र्याक रहेछ के मर्दी हिमाल उताबाट पनि छ होला यताबाट पनि रहेछ के म त त्यो कालीमाटीसम्म पनि पुगेर आएको छु नि एकचोटि लुवाङ घलेल भन्दा नि उता हो लुवाङ घलेल त यस्तै पिच बाटो छ धम्पुस पनि राम्रै होला ल यहाँबाट चाहिँ लेफ्ट लियो भने धम्पुस पुग्छ धम्पुस चाहिँ यहाँबाट 11 किलोमिटर रहेछ होइन यो माथि धम्पुस जाने बाटो रहेछ क्या अहिले चाहिँ यसलाई हामीले के भन्छ भन्दाखेरि मेलबोट यो मेलबोट होइन यो ठाउँलाई हामीले मेलबोट भन्ने गर्छौँ हामीले यहीँ माथि लेखेछ त मणिलाल मार्ग मेलबोट एकदमै ओह्रालो छ ब्रेक टाइट हुनुपर्छ यहाँ ब्रेक लुज ब्रेक भएको बाइक स्कुटी भयो भने त गाह्रो छ यहाँ त टिप्पर आउँदैछ बलुवा बोकेर होला कति खुट्टाले हिँड्यो होला यो बाटो हामी हिँड्थ्यो खुट्टाले यो बाटो खुट्टाले हिँड्यो नि हामी खुट्टाले हिँड्यो नि हामी यो बाटो नि पहिला कति बाटो थियो नि त्यो पुल तर त्यो पुलबाट जान्थ्यो है मुनि गरौँ भलाबाट निस्क्नु यहाँ त झोलुङ्गे पुल होरी यहाँबाट जान्थ्यो झोलुङ्गे पुल यस्तो निङ्लाको पुल थियो कि यस्तो थिएन तिमीले अझै धेरै पहिला कुरा गरे यो पुल त धेरै भयो त यहीँ हो त्यहाँको हो धेरै त्यो हो कि एकदम पुरानो ए हो त्यो त्यहाँ चिया खान्थ्यो अन्डा पाउँथ्यो हो र चना तरकारी पाउँथ्यो ए है हो यो यताबाट फेरि त्यो रिबान जाने बाटो होइन यो हो त नि एकचोटि म गएको थिएँ रिबान पनि रिबान भन्दा नि यसरी गरेर त्यो डाँडामा उक्लेर अनि जान्थ्यौँ क्या होइन हामी रिबान जाने बेलामा त्यहीँ बसेर एकबारी त्यो पावर बिस्कुट हुन्न त्यो त्यति बेला त त्यो एउटा बिस्कुट आउँथ्यो नि पावर सानो हो त्यो खाएको थियो कि यहाँ बसेर यो के रहेछ यो खाजा घर हो यो घर गेट बनाउनु लाग्यो रहेछ यहाँ जे होस् यहाँ चाहिँ गेट बनाउनु लाग्यो रहेछ मर्दीमा यहाँ माछा एकदमै फेमस छ नि यहाँको असला माछा 1200 रुपियाँ किलो किलोको 1200 त्यो ट्राउट माछा पनि त 1200 होइन र असला माछा मिठो हुन्छ नि त ट्राउट भनेको त मार्सीको चामल असला माछा खाने मन लाग्छ भने यहाँ आयो हुन्छ होइन पैसा पनि फेरि 2500 होला नि 2500 त हो कि होइन 2500 त अब एकजनाको त 500 त होला नि त्यो सधैँ खाने होइन कहिले कहिले आएर खाने कुरा हो नि त यो त असला माछा मार्सीको चामल यताबाट लाचोक जाने हो डाँडागाउँ ए देब्रेबाट डाँडागाउँ हो यो ए यहाँबाट चाहिँ डाँडागाउँ जाँदो रहेछ अहिले हामी यो तल्लो लाचोक होला तल्लो लाचोक आइपुगेछौँ राम्रो छ बाटो पिच छ पिच त घाचोकसम्मै छ अब धानको बिउ राख्ने मकै गोड्ने सोदा बिउ राख्ने यो मन्दिर कुन मन्दिर हो यो मन्दिरको नाम के हो फेमस छ नि यो लाचोकको मन्दिर होला क्या यो लाचोकको मन्दिर ड्रोन सटर हान्थ्यो कि पहिला अहिले नि मान्छेहरू गएर बसिरहेछ त्यहाँ विद्यार्थी बसेको छ ल कसैले यो मन्दिरको नामबारे थाहा छ भने कमेन्ट गरिदिनुहोस् है गाइज यही बाटो ओहोरदोहोर गरिन्छ यो मन्दिरको नाम के हो भन्ने हामीलाई थाहा छैन यताबाट के जाँदो रहेछ
त्यो लाचोकै जान्छ नि। ए उताबाट लाचोक जाँदो रहेछ, यताबाट घाचोक र खुमाई। कस्तो भिड है। अस्ति त यहाँ मान्छे के एउटा मान्छे पुरेर मऱ्यो भन्थ्यो नि तिमीले, पहिरो आएर हो यो माथिबाट खसेको? ए यहाँबाट खसेको त्यो यहाँ पहिरो आएको यो बाटोमा हिँड्दा हिँड्दा अनि त्यो मान्छे यहाँ हिँडिरहेको थियो बर्खाको बेला। ए सास फेर्न पनि पाएन होला हुन्छ। त्यही त कस्तो त्यस्तो मर्न सजिलो नि, सक हुन्छ नि त्यस्तो त। झ्याच्च आयो सिद्धियो, कहाँको सिद्धिने, एकछिन त पिक्लिक भएर रोग लगाएर मर्नु हुन्छ। एकछिन त गाह्रै हुन्छ होला नि, ब्रेनलाई एकदमै सक लाग्छ क्या ड्याममै, हो कि होइन? भल्लाबोट आउनु लाग्यो है गाइस, भल्लाबोट। ल यो चाहिँ भल्लाबोट, उता भल्लाबोट होइन, यता चाहिँ अब हामी कता जाने? घाचोक के आउँछ? घाचोक जाने हो, तर के आउँछ रे? काङमाङ आउँछ। यो खुमाई जाने बाटै हो यो। खुमाई जानेको लागि घाचोक सरिफाका पुग्नै पर्यो, यही बाटो आउनु पर्यो। यो चाहिँ तल्लो घाचोक, हामी तल्लो घाचोक आइपुग्यौँ। सानो बजार पनि रहेछ, मिनी मार्केट भनौँ न। अहिले मौसम त्यति खिलेको छैन, त्यही भएर हिमाल पनि देखेको छैन होइन, बादल मात्रै देखिरहेछ। यो मगरगाउँ हो? ए अनि माथि गएपछि श्रेष्ठ श्रेष्ठ हो र? पहिला त हामीलाई त्यस्तो कुरा थाहै हुन्थेन सानोमा। श्रेष्ठ भन्ने त हामीलाई थाहै थिएन सानोमा, नेवार भन्ने थाहा थिएन हामीलाई। हामी सानोमा एउटा प्रधान भन्ने पढ्थ्यो कि, प्रधान हो त्यो प्रधान, त्यही त नि नेवार रहेछ कि। पछि पो थाहा लाग्यो, त्यति बेला त के हो कस्तो राम्रो घर बनाएको है। अझै यो तल्लो घाचोक नै हो? उपल्लो घाचोक आइभयो चौतारीबाट होला, त्यो गेटबाट होला। यो चाहिँ अहिले तल्लो घाचोक नै रहेछ। पिच बाटो गएर धेरै राम्रो भएछ यो गेट। अब यो गेटभन्दा माथि चाहिँ उपल्लो घाचोक। उपल्लो घाचोक आइपुग्यो। अब बारीमा जाने, ड्याम आलु खन्ने। के ए होमस्टे क्या राम्रो है। पिच बाटो गर्नु लागेको छ। अहिले अँध्यारो हुन थाल्यो त। ल यो घाचोक आइपुग्यो हामी। अब हाम्रो बारीतिर जान्छौँ। हाम्रो घरबारीमा गएर आलु खनेर ल्याउने हो, तोरी काटेर पिँढीमा राख्ने हो। के हो यो फेरि? यहीँ पिच गर्नु लाग्छ कि हो? कहाँ? ए ल यो चाहिँ हाम्रो बारी। यहाँ फलफुलको रुखहरू छ, उतातिर पनि छ। यो चाहिँ हाम्रो बारी। आलु छ र? तारमुरी जस्तो आउँछ। कति सानो त?
यो हाम्रो पुरानो घर, यो चाहिँ घरबारी चाहिँ घाचोक। आज अलि हिमाल खुले छैन होइन, आकाश खुले छैन, नत्र त्यहाँ कस्तो दामी देख्थ्यो है। त्यहाँ देख्थ्यो माछा पुछ्रे, यो सरी पाखा भयो, कस्तो राम्रो देख्थ्यो। यो चाहिँ पुरानो 50-60 वर्ष त भयो यो घर। यहाँ भाइको समाज घर।